पुरानो बर्थ सर्टिफिकेटलाई तपाईँले डिजिटल बनाउन चाहनुहुन्छ नि यो भिडियो तपाईँले पुरा हेरिदिनुहोस् होला। तपाईँकोमा पुरानो बर्थ सर्टिफिकेट छ र तपाईँले डिजिटल बनाउनु ट्राई गरिराख्नु भएको छ र तपाईँले कहाँ बनाउनु भन्ने तपाईँले सोच्नुहुँदैछ भने म आजको भिडियोमा सबै भन्न गइरहेछु, तपाईँले सुनिदिनुहोस् होला ध्यान दिएर है। तपाईँले तपाईँको पुरानो बर्थ सर्टिफिकेट हेडमा हेर्नु हुँदा तपाईँले बर्थ एन्ड डेथ अफिस या त तपाईँको एरियाको हस्पिटलको नाम लेखेको हुन्छ, त्यहाँनिर राम्रोसँग हेरेर तपाईँ त्यहाँनिर जानुभन्दा अगाडि यति डकुमेन्ट्स लिएर जानु सक्नुहुन्छ। तपाईँको बर्थ सर्टिफिकेट लानुहोस् र एउटा एप्लिकेसन लेखेर लानुहोस् र एसबीएस ब्याङ्क स्टेट ब्याङ्क अफ सिक्किम गएर तपाईँले 10 रुपियाँको बिहा डिजिटलाइज अफ बर्थ सर्टिफिकेट लेखेर त्यहाँनिर तपाईँको नाम लेखेर तपाईँले लिएर जानुहोस् होला त्यो जहाँ जन्मिनु भएको छ त्यहाँनिर बर्थ अफिसमा है। र त्यहाँ गएपछि तपाईँलाई 1 आवर जस्तो वेट गर्नु आउँछ, त्यो दिएपछि तपाईँले 1 आवर बादमा तपाईँको डिजिटलाइज बर्थ सर्टिफिकेट हातमा पाउनुहुन्छ। यदि तपाईँ जानु सक्नु भएन र कसैलाई पठाउनु हुँदैछ भने तपाईँले एउटा नन अब्जेक्सन लेटर है एप्लिकेसन लेखेर तपाईँले त्यहाँनिर म जानु सकिनँ मेरो भाइ जाँदैछ भने तपाईँले लेखेर पठाउनु सक्नुहुन्छ, या त कोही तपाईँको रिलेटिभ कोही पठाउनु सक्नुहुन्छ। यो भिडियो सक्दो